स्वागत छ तपाईलाई अस्मिता टेन्सेटमा। इकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता। पाठ 1 हाम्रा राष्ट्रिय सम्पदा। प्रश्न नम्बर 1 मा रहेको छ राष्ट्रिय सम्पदा भनेको के हो? ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको एक-एकवटा उदाहरण दिनुहोस्। एन्सर: पूर्वजबाट प्राप्त महत्त्वपूर्ण र संरक्षण योग्य स्थान, कला, वस्तु, संस्कृति र प्राकृतिक परिवेश जसले देशको गौरव, इतिहास र पहिचान दिलाउने काम गर्दछन् त्यसलाई राष्ट्रिय सम्पदा भनिन्छ। भक्तपुर दरबार क्षेत्र सम्पदा हो, पशुपतिनाथ मन्दिर सांस्कृतिक सम्पदा हो र सगरमाथा प्राकृतिक सम्पदा हो। प्रश्न नम्बर 2 मा रहेको छ मूर्त र अमूर्त सम्पदा भनेको के हो? उदाहरण सहित लेख्नुहोस्। एन्सर: मूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन सम्पदा भौतिक रूपमा रहेका हुन्छन्। यस्ता सम्पदालाई हामी प्रत्यक्ष देख्न वा हेर्न सक्छौँ। मन्दिर, गुम्बा, वनजङ्गल, धार्मिक ग्रन्थहरू, लोक तथा शास्त्रीय नृत्यहरू, परिकारहरू मूर्त सम्पदाका उदाहरण हुन्। अमूर्त सम्पदा भन्नाले त्यस्ता सम्पदाहरू जन्मेका छन् जुन सम्पदा मूर्त रूपमा नदेखिने हुन्छन्। त्यसको रूप नभएको र आकार नभएको हुन्छ। संस्कारहरू, प्रचलनहरू, चाडपर्वका आयामहरू, पूजाविधि, परिकार बनाउने तरिकाहरू, चित्र बनाउने तरिकाहरू उदाहरणका रूपमा सामान्यतः प्रयोग हुन्छन्। प्रश्न नम्बर 3 मा रहेको छ हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवं सांस्कृतिक महत्त्व उल्लेख गर्नुहोस्। एन्सर: हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवं सांस्कृतिक महत्त्वलाई निम्न बुँदाबाट स्पष्ट पार्न सकिन्छ। 1. स्थानीय तथा राष्ट्रिय पहिचान र गौरव कायम हुने। 2. हाम्रो गहना र पहिचानका रूपमा रहेका। 3. पर्यटन प्रवर्धनमा सहयोग पुग्ने। 4. देशको चौतर्फी विकासमा सहयोग पुग्ने। 5. जैविक विविधता र वातावरण संरक्षणमा सहयोग पुग्ने। 6. पूर्वजको ज्ञान, सिप र प्रविधिको जानकारी र हस्तान्तरण हुने। 7. खोज, अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने। 8. मौलिक कला र संस्कृतिको संरक्षण हुने। यसै गरी प्रश्न नम्बर 4 र 5 को उत्तर लेखिएको छ।